कानबराले यहाँ मामुले यहाँ शिक्षाले यहाँ चाहिँ खाना बनाएको बिखिदा आए यहाँ खाना बनाएको गाइस अनि उहाँ पर चाहिँ आलु छिल्दैछ दिदीहरूले सबै दिदी भाइ दाजु निनीले यता जेलेबी बनाउँदैछ हाम्रो भेनाको आफन्तहरूले है के भन्छ तपाईँहरूको लेप्चामा आफन्तहरूलाई आफन्त यहाँ भेनाको आफन्तले यता चाहिँ मोमो बनाउँदैछ यहाँ अङ्कलले मोमो आर्टिस्ट यहाँ अङ्कल मोमो यो चाहिँ मैले बनाएको सबै अप्पे मैले बनाएको हो शिक्षाले चाहिँ कस्तो मोमो बनाएको देखाउँछु दामी बनाउँदैछ मोमो सो यो काम हुँदैछ आया सबैको लागि जीवनको पानी हो स्वर्गको पुत्र आए थे धरती कोहीले चिनेन पापीलाई मुक्ति राजा घोषणा गर्दछ तपाईलाई हाम्रो प्रशंसा साथ उचाल्दछ हाम्रो स्तुति अन्त बहुत अगाडि बेन भाइसँग म पुरा मिल्थ्यो बेन भाइले उसको 110हरू मलाई दिन्थ्यो बेन भाइले अनि मलाई एक दिन दादा गम्टु यो बर्थडे छ साथीको छोरीको अन्त बर्थडेमा आयो अनि मलाई थाहा छ त्यो माक्रापाडामा बहुत तर्साउँछ होइन त्यो मन्दिरको यता तलतिर अनि उसले त्यहाँ त्यस्तो अन्धकार थियो हामी राति 10-11 बजी घुमेर आउँदै थियो टक्क बाइक रोक्यो हिजोको सेम त्यो कहानी याद आयो क्या मलाई बाइक लक भयो अनि दादा एकदम बाइक कुद्यो नि त के हो लु न डाँटिदिउँ न त्यहाँ त मेरो पाल त अन्य भाषामा पुरा ईश्वरको नाममा थियो त बाइक कुद्यो भरे आएर बिरपाडामा आएर त पुरा हाँस्छ त फेरि पुरा थियो किन हाँसेको भन्दा मैले त एक्टिङ पो गरेँ दादा तपाईँ त एकदम इमोसनल भयो त भरे उसले त एक्टिङ गरेँ त्यो चाहिँ एक्टिङ रहेछ यो चाहिँ जस्ट तपाईँलाई फ्रेस गरेँ त 8 प्रकारको ख्रिस्टनको है तपाईँलाई धन्यवाद यो समयको लागि है हप्ताभरि तपाईँहरूले बेलुकी यो सेवामा तपाईँहरू आइदिनु भयो अनि धन्यवादी सेवाको लागि पनि तपाईँ आइदिनु भयो एकदमै तपाईँलाई धन्यवाद साथै है हाम्रो ब्याप्टिस्टको हाम्रो कम्पाउन्डको सबै म्यामहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु यो समय तपाईँले निकालिदिनु भएको लागि है र केही छोटो अझैको बारेमा भन्दै गर्दा है मैले आन्टीलाई भनेको थिएँ भन्नुको लागि है र आन्टीले अलिक है उहाँले भन्नुभयो त भन्न भनेर है र टेस्टोमनी भन्नु पर्दै गर्दा तपाईँलाई थाहा छ अझै है सबैले चिन्नुभएको अझै हो है अन्त तर म सानो कुरा भन्न चाहन्छु के भन्दै गर्दा चाहिँ अझैले चाहिँ कसरी प्रभु पाउनुभयो भन्ने कुराहरू है हो हाम्रो जीवनमा हामीले हेर्दै गर्दाखेरि त्यो कुरालाई महत्त्व नदेला हामीले तर यहाँ हामी जतिजना पनि हामीले प्रभु पाएको छ एकदम हामी प्रभुको अगाडि चाहिँ हामी एकदमै त्यो गिफ्टेड हो हाम्रो लागि चाहिँ किनकि संसारलाई चाहिँ यस्तो प्रकारले हाम्रो हृदयहरूलाई बन्द गरिसकेको छ कि रियालिटीमा प्रभु है रियालिटीमा को चाहिँ हाम्रो मुक्तिदाता परमेश्वर भन्ने चिजलाई चाहिँ बन्द गरिसकेको छ अन्धकारको शक्तिहरूले अनि भन्दै गर्दाखेरि है अझैले है हाम्रो विशेष गरेर हाम्रो आन्टी हुनुहुन्छ उहाँ चाहिँ मङ्गनमा लगभग आई थिङ्क 2005 तिरको कुराहरू होला है त्यतिखेर उहाँ आन्टी मङ्गनमा हुँदै गर्दा है यहाँ चाहिँ अझै साह्रै बिमारी हुनुहुन्थ्यो है साह्रै पुरा ट्रिटमेन्टहरू पनि धेरै उहाँले गर्नुभयो है तर उहाँहरूले त्यो हिलिङ नै भइरहेको थिएन क्या त अनि त्यस्तो गर्दै गर्दा अन्त आन्टीसँग बात गर्दै गर्दा आन्टीले अझैलाई बोलाउनु भयो है तपाईँको मङ्गनमा आउनुहोस् प्रार्थना यहाँनिर हुन्छ तपाईँ सँगै हुन्छ भन्ने कुराहरू अनि
अब अनन्त जीवनको लागि चाहिँ हाम्रो के गर्नुपर्ने भन्ने कुराहरू। अनि म यसमै खुसी छु है, मैले पनि साथै मेरो अजीहरूको प्रार्थनाले, आन्टीहरूको प्रार्थनाले है प्रभु पाउनु सकेँ है। एकदमै म धन्यवादी छु यस कुराको लागि पनि है। अनि साथै तपाईँले मेरो परिवारको लागि प्रार्थना गरिदिनुहोस्। अनि तपाईँलाई थाहा छ हाम्रो परिवारमा है धेरै कुराहरू चलिरहेको छ। यहाँ पनि हामीले सेवा गरिरहेका छौँ, तल पनि बाबाहरूले सेवा गरिराख्नु भएको छ है। एकदमै तपाईँले प्रार्थना गरिदिनुहोस् उहाँहरूको निम्ति पनि है। अन्त साथै हामी हाम्रो छिमेकीहरूको लागि प्रार्थना गर्नुपर्छ, किनभने हाम्रो यो संसार छोडेर हामी जानुपर्ने चाहिँ त्यो अनन्त संसारको लागि हो। अनि एकदमै म बेसी बोल्न सक्दिनँ है, सायद इमोसनल भइ पठाउँछु होला। यो छोटो गभर्मेन्ट टेस्टमा अझैको म यही राख्न चाहन्छु। धन्यवाद। जय मसी। टाढा नजिकबाट आउनुभएको हाम्रो आराधना मण्डली, सालोम मण्डली लगायत सबै मण्डलीलाई अनि हाम्रो छरछिमेकी सबैजनालाई आइदिनु भएकोमा जय मसी। अनि तपाईँहरू सबैजना बसिदिनुहोस्, सबैले खाएर गइदिनुहोस्। तपाईँहरूले धेरै दुःख गरिदिनु भएको छ फर्स्टदेखि आज 7औं दिनसम्म। तपाईँहरूलाई धेरै धेरै म मेरो हृदयबाट धन्यवाद दिन चाहन्छु। र अनि मेरो भाइहरू, नानीहरू सबैले खटिदिनु भएकोमा धेरै धन्यवाद। प्रभु को बतावेंगे क्या परीक्षा में हम पढ़े, क्या परीक्षा में हम पढ़े, हो भी कोई बेकुता आशा प्रभु ही प्रधान उसके कान में सबदा। सच मित्र ऐसा कौन है, दुख में समारे के छ हौ आइटेम? यहाँ सबै भ्लगर मात्रै छ त हौ। ए यहाँ देखाउनु न, भ्लगर मात्रै छ त सबै। यहाँ हेर्नु एउटा फोटो, 1 फोटो। हृदयले तपाईलाई खोज्दछ, मेरो आँखाले तपाईलाई हेर्दछ, मेरो हृदयले तपाईलाई खोज्दछ। म त खोजे थियो। Welcome to my channel. Welcome to my channel. Gracie. Sulibadi. Yeah. माथि नगाए